बाटोको हालत देख्नु बस्नु होला नआउनु होला यहाँनिर पुल चिन्छ गएछ होइन बनाउनु त बनाएछ पहिरो गएछ गाई चाहिँ पुरा कस्तो भएछ बनाउनु त बनाएछ पुरा एकदमै गाह्रो भयो साइड छ किन चराइ चराइ बाटो त बन्दै रहेछ के भन्ने हावा त्यस्तो छ पुरा त बजारतिर लास्टै ठाउँमा रहेछ फर्काइदियो पुरै छोडिदिने होला है घर अगाडि माटो फालिदिनु भने अरे सिधै त्यसलाई ठेकेदारलाई फोन गरेँ होइन त्यो तपाईँ यहाँ कामदार यस्तै फर्काउँछन् पछि रिसले फाल्यो त्यति बल्ल चिन्छ नत्र त कहाँ चिन्ने चोड्यो नत्र त के अरे एक दिन गयौँ तल बिहार हाती बाइक लगेर तिरमा केटाहरू मजा जाने तल ढाकेको पुल है ढाकेको पुल गाइस हाम्रो चालकले मोडलमा जाऊँ न मोडल काम केही छ र हिँडसिट गरेर आउन त हिँडसिट गरेर आउन त मेरो दुकान पर्यो मोडल जाने बाटो पहिलो जाने बाटो हुँदैन नि पहिला जाने हो जहिले यो बाटो हिँड्छ पानी परिरहेको होइन छोड्नु नसकेर तिमी भएर त हुनु बुढीलाई छोड्नु नसकेर भएको त होइन त्यस्तो होइन अब तपाईँ भाग्य नै त्यस्तै मोडेल जाने रोड सुर्गे जाने यहाँदेखि सुरु जाने यहाँदेखि मोडेल जाने गाउँपालिका सभाहरू सिङ्गडा गाउँपालिकाको सभाहरू गाउँपालिकामा सभाहरू ढाकेत पालिका माथि टोयलेट बाथरुम ढाकेत
रोडको हालत यो त्यो भइरहेछ सुन्दाको पनि यता छ योभन्दा खड्का लाग्छ होला भैँसी चराउँदै हुनुहुन्छ क्या लोकल भैँसी लोकल भैँसी भैँसीको दुध खाएको पाएको कति कति लाग्थ्यो होला है भैँसीको नै माछा खाना पर्दैछ पढ्यो मेरो त बिहा गरे मान्छे पनि तिमी यार पुरै खराब भएको तपाईँले गरेर मैले गरेन मैले गर्नेमा चाह्यो तपाईँले जानुभयो टोपेन सर हाम्रो यहाँ हुनुहुन्छ टोपेन सर हुनुहुन्छ टोपेन सर पुरा झ्यापमा हुनुहुँदैछ हालत हेर्नु के पढाउनुहुन्छ चिलमा हुनुहुन्छ क्या जहिले पनि प्राविको सर जहिले पनि चिलमा हुनुहुन्छ होइन केही हुन्छ अरे चिलमा सर त भइसकेको टिचर जस्तो मान्छे गुरु जस्तो मान्छेलाई खिलाउनुहुन्छ है हामीले होइन टिचर एउटा गुरुले जस्तो व्यवहार गरे अब स्मेल्ने पनि त त्यही गर्दै हुन्छ हो हुन त अब त्यस्तो अब नियम छैन सिँगार गाउँपालिकामा रनिङ सिल्डो बन्दैछ अरे त्यो रनिङ सिल्डो बन्ने तरिका हो बाटो यहाँ खत्तम छ थाहै छ होइन अब यो हिलो हेर्नुहोस् गाई होइन यो उताको सिँगार गाउँपालिकाको रनिङ ढङ्गा सारा बन्दैछ होइन यहाँ अब त्यही त हो बाटो यस्तो खराब छ तलतिर बाटो बनाइदियो खोलाबाट गाडी नजाने बाइक नजाने बाटो भइरहेको छ हामी प्रयास गर्छौँ जतिन्जेलसम्म त्यहाँबाट एक गियरमा जान्छौँ बाटो हेर्नुहोस् होइन फाइनली बिस्तारै आयौँ यता त्यो चाहिँ रोपाइ चाहिँ भयो रहेछ यसो काट्यौँ एउटा अर्को हुनुहुन्छ हुनुहुन्छ यहाँ पनि रोपाइ गरिदिनु पर्ने हो खास गरी कसले गरेर त गरेन मैले गरे रहेछ रोपाइ कसले गरिदिनु गाडी मेरो आउँथ्यो होइन बाटो मटेला भन्छ हो अब आफै बोल्ने छ 10 मिनट बोल्ने छ भनेर यस्तै पछाडि पुरा बाटो लागिसक्ने
भएको छ नास्ता तानेर खानु एकदमै टाइममा हुनुहुन्छ सायद राखिरहेको छ होइन अब एक दिनमा भयो धोबाई सुबाई भएछ होइन मोडेलमा दामी छ त बिदा बोर्डिङ इक्जाम त लागेको थियो बोर्डिङको हाई नानीहरू चालै गर्दैन भने यार नचिने भयो इन्जाइन गर्नुपर्ने भयो हिँड्ने छ एकदमै गाह्रो भनेर जानुपर्ने भयो त्यो छ भने के भन्नु हामीले चाहिँ सुधार्नु पुग्यो मोडेला पनि नेक्स्ट के हो त्यो गोरुले आउनु भएको छ मोडेलाको पुगेको छ पुलमा जाने छ हामी है पारि जाने छौँ सामान लिएर हल्ला गाडीमा काममा जाने छौँ बिस्तारै ग्यारेजमा चाहिँ गाडी प्रोब्लम भएर गोरुको मोडेला बजाएर केही प्रोब्लम भएर चाहिँ हामी फाइनली लागि आइरहेको छौँ ग्यारेज मोडेलाको ग्यारेज रहेछ